नाकबाट सियाल चाहिँ पानी जस्तै झरेर लास्टै यहाँबाट यता माथि जानुपर्ने भने अन्दै हुन्छ हामी यता जानुपर्ने हुन्छ सो यस्तो जाडोमा यस्तो जाडोमा जानु होला हाम्रो ब्लग लास्टसम्म गाइज हामी चाहिँ आइसकेको छौँ अहिले सबैले जाडो भयो भनेको छ होइन त्यही भएर अब मैले ड्राइभ गर्दैछु यस्तो जाडोमा अब के हुन्छ हेर्दै जानु होला ब्लग लास्टसम्म राम्ची डाँडा आइसकेको छौँ होइन यहाँ चाहिँ अहिले यस्तो भ्यू देखिरहेको छ चाहिँ सनराइज हुँदैछ भैँसीको भ्यू पनि हामी देखाउने नै छ होइन हामी चाहिँ यसो एउटातिर फोटोसोट हाल्ने छौँ गाइज हामी चाहिँ यहाँ राम्ची डाँडा आइसकेका छौँ यहाँ चाहिँ लभली जो भाइ यो हिमालहरू देख्न सक्नुहुन्छ यहाँ पछाडि हिमालहरू यहाँ चाहिँ यस्तो खतरा भ्यू छ नि मा लभली जताततै त्यहाँबाट सनराइज हुनु लाग्यो यता खत्रै छ जताततै खतरा है